गोलोक गोवर्धन गौशालाका सचिव सत्य गुरुदेव संस्थानीय धामभित्र प्रवेश गर्दै हुनुहुन्छ। म दर्शन गराएर व्यासपीठमा ल्याइदिनु हुन हार्दिक निवेदन गर्दछु। गुरुदेवहरूले क्षमा चाहे राधेश्या। हामी कथाको प्रसङ्गमा थियौँ। ती हरिदासले प्रतिदिन भगवान बाँके बिहारीको दर्शन गर्दथे र भगवानलाई केही मिठो मिठो मिष्टान्न बनाएर पकवान्न बनाएर भगवानको चरणमा निवेदन गर्दथे। प्रतिदिन भगवानलाई पुष्पको हार चढाउँदथे। उनले सुनेका थिए कि भगवानलाई 12 वर्षसम्म यदि हामीले अहर्निश सेवा गऱ्यौँ भने एक दिन भगवान स्वयं तपाईँको सेवा स्वीकार गर्न आउनुहुन्छ भनेर सुनेका थिए। उनले पनि मनमा त्यो विचार धारण गरे र प्रतिदिन भगवानको सेवा गर्दै थिए। 12 वर्ष बित्यो भगवानको सेवा गर्दा गर्दै 12 वर्ष बित्यो। 12 वर्षको दिन उहाँले अब चाहिँ अन्तिम पल्ट भगवानको म पूजा गर्छु, त्यसको पछि ती भगवान स्वयं मेरो घरमा आउनुहुन्छ भन्ने धारणाको साथमा भगवानको मन्दिरमा गए। भगवानलाई प्रसाद अर्पण गरे, माला लगाइदिए र भगवानलाई भने, प्रभु मैले तपाईँको सेवा गरेको 12 वर्ष भयो। मैले 12 वर्षदेखि तपाईँको सेवा गर्दैछु। भोलि 12 वर्ष एक दिन हुनेछ। भोलिको दिन चाहिँ म तपाईँको यहाँ पूजा गर्न आउनेवाला छैन। तपाईँ स्वयं मेरो घरमा आउनु पर्दछ। मैले पकाएको पकवान्न खानको लागि, मेरो पुष्पको हार लिनको लागि तपाईँ मेरो घरमा आउनु पर्दछ भनेर यी भक्तले भगवानलाई भनेर, अर्थात् भगवानको मूर्तिको सामुने भनेर ऊ भगवानलाई पकवान आदि चढाएर भगवानलाई माला लगाएर आफ्नो घर फर्किए। भोलिपल्ट प्रातःकालदेखि यी भक्तले प्रातःकाल मिठो मिठो अनेक प्रकारका व्यञ्जनहरू तयार गरे, अनेक प्रकारका व्यञ्जन तयार गरे, पुष्पमाला, अनेक पुष्पका मालाहरू तयार गरे। आज साक्षात् भगवान मलाई दर्शन दिन आउनुहुन्छ, मेरो घरमा आउनुहुन्छ भनेर उनले तयारी गरे। बिहानैदेखि प्रातःकालदेखि तयारमा लागे। गर्दै समय बित्दै गयो। उहाँले सबै कुरा तयार गरे भगवानको लागि, तर भगवान आउनु भएन। समय हेर्दै गए आउनुहुन्छ कि भन्दै, तर भगवान आउनु भएन। मनमा निराशा छायो। मैले 12 वर्षदेखि भगवानको सेवा गरेँ, परन्तु भगवान आउनु भएन। यो भगवान भन्ने चिज रहेछन्, यो कपोल कल्पना मात्रै रहेछ। यस्तो मनमा विचार आउन थाल्यो। बेलुकाको 4-5 बजिसकेको थियो। त्यो समयमा पनि भगवान आउनु भएन। अब मनमा यो विचार आयो, यो कसैले भनेको कुरा मिथ्या रहेछ, भगवान त आउनु हुने रहेछ। तसर्थ यो पकाएको अन्न के गर्नु, गएर म बरु फ्याँकिदिन्छु, म एक्लै त खान सक्दिनँ भनेर यिनले पकाएको अन्नहरू तयार पारे एउटा झोलामा, पोटलीमा तयार गरेर, अब म यसलाई कुनै नदीमा गएर बगाइदिन्छु, माछाहरूले त खान्छन्, या गाईबस्तुलाई दिन्छु भनेर उठाएर जाँदै थिए। जाँदै परबाट एउटा दिव्य बालकको दर्शन भयो। बडा दिव्य बालक थियो। बालकका साथमा धेरै गाईहरू थिए। एउटा गोपाल जस्तो रूपमा भगवान आउँदै हुनुहुन्थ्यो। उनलाई देख्दाखेरि यी साधुले तिनलाई देखेर एकछिन मक्ख परेछन्। देखेर उहाँको जुन रूप थियो त्यो देखेर अनि अचानक ती बालक पनि दौडिँदै यिनको पास आएछन्। बाबाजी कता जाँदै हुनुहुन्छ भनेर सोधेछन्। यी बाबाले भनेछन्, म भगवानको यसरी पूजा गर्थेँ, तर 12 वर्ष पछाडि एक दिन पनि बितेपछि भगवान आउनुहुन्छ भन्ने मेरो विश्वास थियो, परन्तु आज भगवान आउनु भएन। तसर्थ म यो केही अन्नहरू लिएर आएको छु, यसलाई म खोलामा बगाइदिन्छु या गाईलाई खुवाइदिन्छु। ओहो, अन्न लिएर आउनु भएको छ तपाईँले? मलाई धेरै भोक लागेको छ, तपाईँले अन्न मलाई दिनुहोस् न। अब यी साधुले सोचेछन्, यी हरिदासले, कि मैले यो अब फ्याँक्न गइरहेको छु, एउटा बालकको भोक मर्छ भनेदेखि म यो दिन तयार छु भनेर उनले अन्न निकालेर ती बालकलाई दिए। बडा प्रेम साथमा भगवानले अन्न स्वीकार गर्नुभयो, प्रसाद स्वीकार गर्नुभयो। भगवानले भन्नुभयो त्यो बाल रूपमै कि हरिदास, तिम्रै हातले मलाई खुवाउ न। यो वचन सुन्दा हरिदासलाई अलिकति भित्र त केही भए जस्तो लागेछ। को हो यो बोल्नेवाला भनेर यसो हेरेको त साक्षात् भगवान श्रीकृष्ण हुनुहुँदो रहेछ। मन्द मुस्कुराउँदै उनले दिएको अन्न स्वीकार गर्दै हुनुहुन्थ्यो। भक्तवत्सल भगवान की। र भगवानले भन्नुहुन्छ,
कि हरिदास मैले तिम्रो छेउमा आउन ढिलो गरेँ, आज यस्तै थियो, व्यस्तता थियो, मन्दिरमा धेरै भक्तहरू आएका थिए, आज बिहानदेखि हामी कसैले पनि भोजन गरेका छैनौँ, तिम्रो हातकै भोजन गर्ने भनेर म आएको र तिमीले बनाएको माला मलाई लगाइदेऊ भनेर भगवानले माला स्वीकार गर्नुहुन्छ। हरिदासले माला लगाएर चरणमा नमन गर्नुहुन्छ। भन्नेको तात्पर्य के हो त भनेर भन्दाखेरि भगवानको सेवा कहिले व्यर्थ जाँदैन, भगवानको पूजा आराधना व्यर्थ जाँदैन। भगवान श्रीकृष्णले गीतामा भन्नुभएको छ, नै कल्याण कश्चित् दुर्गतिं तात गच्छति। कसैले कल्याणको बाटोमा हिँडेको छ, सत्सङ्ग गरेको छ, आत्मकल्याणको बाटोमा हिँडेको छ भने त्यसको कहिले दुर्गति हुनै सक्दैन। तसर्थ भगवान भक्तहरूको लागि जे पनि बन्न तयार हुन्छ। अहिले यहाँ ग्वाल बनेर आउनुभयो। गुरुजीले आज कथा भन्दै हुनुहुन्थ्यो, बलि महाराजको कथा सुनाउँदै हुनुहुन्थ्यो। त्यही प्रसङ्गमा म आउँछु। बलि महाराज भगवान विष्णुका भक्त थिए, राक्षसी कुलमा जन्म भएको थियो। राक्षसी कुलमा जन्म भएको कारणले गर्दा स्वभाव पनि राक्षसी हुन निश्चित हो। त्यसले गर्दा देवतामाथि आक्रमण गरेका थिए उनीहरूले, किनकि यो संसारमा 3 प्रकारका गुण छन्, सत्व रज तम। सात्विक गुण भएका व्यक्ति चाहिँ साधु प्रकृतिका हुन्छन्, सज्जन हुन्छन्, समाजका सेवाकर्ता हुन्छन्, ज्ञानको प्रति सदैव लालायित हुन्छन्। यी सात्विक गुण भएका व्यक्ति हुन्। राजसी गुण भएका महत्वाकांक्षी भएका व्यक्ति हुन्छन् र तामसी गुण भएका भनेको चाहिँ नराम्रो बाटोमा हिँड्ने, नराम्रो सङ्गति गर्ने, नराम्रो बोल्ने, राम्रा कार्यमा विघ्न बाधा उपस्थित गर्नेहरू भनेका चाहिँ तामसी गुण भएका हुन्छन्। त्यसले गर्दा ऊर्ध्वं गच्छन्ति सत्वस्था मध्ये तिष्ठन्ति राजसा जगन्य गुणवृत्तिस्था अधो गच्छन्ति तामसा। जो सात्विक भएका व्यक्ति हुन्छन्, सात्विक विचार धारण गरेका व्यक्ति हुन्छन्, तिनीहरू उत्तम गतिलाई प्राप्त गर्दछन् अरे, र राजसी मध्य गतिलाई प्राप्त गर्दछन्, र जगन्य गुणवृत्तिस्था अधो गच्छन्ति तामसा। जुन तामसिक हुन्छन् तिनीहरू चाहिँ तिर्यक्तम तामसा यान्ति, अर्थात् किरा फट्याङ्ग्रा भएर जन्म लिनुपर्छ अरे। सात्विक व्यक्ति चाहिँ देवत्व पदलाई प्राप्त गर्दछ भने राजसीले मनुष्यत्वम च राजसा, मनुष्य भएर जन्म लिनुपर्छ भनेदेखि तामसी चाहिँ तिर्यक्तम तामसा यान्ति, अर्थात् किरा फट्याङ्ग्रा 84 प्रकारका जुन हामी चर्चा गर्छौँ जन्मको, त्यो भएर जन्म लिनुपर्छ अरे। यी राजा बलि पूर्व जन्मको एउटा वृत्तान्त छ। राजा बलि पूर्व जन्ममा एउटा जुवारी थियो अरे। सुन्नुहोस् है, उसको सत्सङ्गदेखि कुनै मतलबै थिएन। उसले भगवानको कीर्तन, भगवानको नामको स्मरण, भगवानको चिन्तन, भगवानको पूजन कहिले गरेको पनि थिएन। त्यसको सङ्गति नै खराब थियो। जुवारीको सङ्गति कस्तो हुन्छ? त्यस्तै हुन्छ। जति कमायो, खायो, पियो, उडायो, सको, एक्लो थियो। एक दिन यसले कुनै ठाउँमा सत्सङ्ग सुनेछ, कताबाट आएर। सत्सङ्गको कति प्रभाव हुन्छ त्यो पनि यो कथामा हामी बुझ्न सक्छौँ। कहीँबाट सुनेछ कि जीवनमा यदि तपाईँले कुनै चिज अलिकति पनि यदि सत्सङ्गमा लगाउनु भएको छ, अलिकति पनि मन्दिरमा दान गर्नुभएको छ, अलिकति भगवानको नाममा तपाईँले खर्च गर्नुभएको छ भनेदेखि त्यो अनन्त गुणा फल प्रदान गर्नेवाला हुन्छ भनेर यसले सुनेको रहेछ। एक दिन